घाम लागेपछि आमाले चाहिँ छाता ओढ्नु भएको छोडे। आमाले चाहिँ छाता ओढेपछि आमा चाहिँ मामा घर पुग्नु भएको छोडे। आमा चाहिँ मामा घर पुगेपछि चाहिँ आमा चाहिँ मामासँग भेट्नु भएको छोडे। आमा चाहिँ मामासँग भेटेपछि आमा चाहिँ मामासँग खाजा खानु भएको छोडे। आमा चाहिँ मामासँग खाजा खाएपछि आमा चाहिँ मामासँग गफ गर्नु भएको छोडे। आमा चाहिँ मामासँग गफ गरेपछि धन्यवाद। गफ गरेपछि कथा सकियो। धन्यवाद।